सबैलाई मेरो नमस्कार। यदि तपाईहरु हाम्रो इन्स्टिट्युटमा हाम्रो वेबसाइटमा तपाईले आफ्नो कोचिङ सेन्टर कम्प्युटर क्लास रेजिस्टर गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले तपाईले क्रोममा गएर gdaedurld.com थिच्नु होला है। यो गरिसकेपछि तपाईले सर्च बटन थिच्ने बित्तिकै हाम्रो वेबसाइट खुल्नेछ। ओके, यो चाहिँ हाम्रो वेबसाइटको इन्टरफेस हो। तल तपाईं हेर्न सक्नुहुन्छ रेजिस्टर एज स्टुडेन्ट टिचर र इन्स्टिट्युट लेखिरहेछ नि हैन। अब टिचर बन्नु छ भने टिचरको फर्म भर्नु पर्यो, स्टुडेन्ट बन्नु छ भने स्टुडेन्टको फर्ममा भर्नु पर्यो। त्यसैगरी अब तपाईं आफ्नो कोचिङ सेन्टर या कम्प्युटर क्लास रेजिस्टर गर्न चाहनुहुन्छ भने इन्स्टिट्युटमा क्लिक गर्नु होला। त्यसपछि यो डिटेलहरु भर्नु होला, जस्तै तपाईको इन्स्टिट्युटको नाम। फर एन एक्जाम्पल म आफ्नै हेरौँ GDA Edu World, ठीक छ। एड्रेस रानी विराटनगर 15, कन्ट्याक्ट नम्बर 9829326911, व्हाट्सएप नम्बर 9829326911। तपाईले कुन कोर्स दिनुहुन्छ, जस्तै ट्युसन क्लास, होम ट्युसन सर्भिस, क्लास नर्सरी टु 10। तपाईको यसैगरी यदि कम्प्युटर क्लासको छ त त्यसमा के हुन्छ, तपाईको बेसिक कोर्स हुन्छ, ट्याली हुन्छ, अफिस प्याकेज हुन्छ, त्योहरु पनि लेख्न सक्नुहुन्छ है। त्यसैगरी डिस्क्रिप्सन जस्तै तपाईले आफ्नो इन्स्टिट्युटको बारेमा फुल डिटेल्स लेख्न सक्नुहुन्छ। जस्तै आफ्नो इन्स्टिट्युट स्टार्ट भएको कारण चाहिँ के छ, तपाईले के अचिभमेन्ट गर्नुभयो त्यो सबै कुरा यसमा चाहिँ हाल्न सकिन्छ, जसले गर्दा तपाईको यो झनै एट्र्याक्टिभ होस्। त्यसपछि तपाई आफ्नो कोचिङ सेन्टर या कम्प्युटर क्लासको 4-5 वटा फोटो हाल्न सक्नुहुन्छ, जसमा फोटो हाल्नुहुन्छ जो कि तपाईको एउटा कोचिङ सेन्टरको भित्रको होस्, कोचिङ सेन्टरको बाहिरको होस्, स्टुडेन्टहरु पढिरहेको होस्, त्यस्तो सबै कुरा हालेर तपाई के गर्न सक्नुहुन्छ, सबमिट गर्न सक्नुहुन्छ। सबमिट हुने बित्तिकै यस्तो मेसेज आउँछ तपाईलाई, डाटा एन्ड फोटोज अपलोडेड सक्सेसफुल्ली। यति भइसकेपछि तपाईको डिटेल्स हामीनेर आउँछ, हामी भेरिफाई गरेर यसलाई चाहिँ पब्लिक गर्न सक्छौं। हस् त, धन्यवाद।